हिजो बेला किन हालिन र जुत्ता लाएर म आज कहाँ गएको थिएँ त र आज मैले दिनभरिमा के गरेँ सबै थाहा पाउनलाई भिडियो अन्तिमसम्म हेर्नु होला गाइज। हेलो गाइजहरु, है तपाईहरु सन्चै हुनुहुन्छ होला? म पनि एकदम सन्चै छु। आजको दिन चाहिँ मेरो बिहान उठेर रनिङ गरेर आएर एक बोतल चिसो पानी खान्छु। यो रनिङ किन जान्छ सोच्नु भयो, फिजिकलको लागि र शरीर हेल्दी होस् भनेर जान्छ। अरु दिन पनि जान्थे तर भिडियोमा देखाउँदैन किनभने मलाई एकदमै शरम लाग्छ। त्यसैले हो गाइस, अब कुनै अर्को भ्लगमा फिजिकल एक्सरसाइज गरेको रनिङ गरेको गएको आएको सबै देखाउँछु र भ्यू पनि देखाउँछु त्यहाँको सबै। ब्रस गरेर नुहाएर बिहान बजारतिर लाग्छु। ड्याडीको मोबाइलको ग्लास फुटेर म चाहिँ जान लाग्यो बजारतिर। एकैछिनमा म चाहिँ पुग्छु मोबाइल पसलतिर। दाइ मलाई सस्तोमा सस्तो हाई क्वालिटी वाला ग्लास हाल्दिनु भने भाइ 200 पर्ने म 150 मा हाल्दिन्छु भन्नुभयो। पनि ओके दाइ हुन्छ हाल्दिनु भने। मेरो बानी मात्र हो कि हजुरहरुको नि हो सस्तोमा राम्रो माल खोज्ने। खाएर एकछिन रेस्ट गरेपछि सिको अर्डर आउँछ र मम्मी चाहिँ आगो बाल्नतिर लाग्नुहुन्छ। आगो बालेर पनि पोलेर पनि हाम्रो काम सकिन्छ। हेर्न सक्नुहुन्छ फाइनली हाम्रो सिको पनि रेडी भयो। मैले फेरि ढिला नगरी हाल्दिएर एक कप सुकुटी पनि रहेछ। सिको पोल्न लागेको थियो र थाहा नै भएन। सुन्नु है त हिजो ब्लग नआउनु कारण किनभने आज नयाँ मुभी लागिरहेको छ, मान्छेहरु आइरहेको हुन्छ। त्यसैले हो गाइस भिडियो बनाएर एडिट गर्न पाउँदिन। त्यसैले हो गाइस दाइको भुटा भएर दाइ लिएर जान लाग्नु भयो। यसै पुरै देखाएन किनभने उहाँ दाइको फेस भ्यालु छ। त्यसको लागि एउटा च्यालेन्ज छ, कम्प्लिट भयो भने सब भनिदिन्छु। उहाँ को र के गर्नुहुन्छ सबै जान्न मन छ भने यो भिडियोमा 1000 लाइक 100 वटा कमेन्ट आयो भने पब्लिक गरिदिन्छु गाइस। लेट्स। त्यसपछि लास्टमा एक कप सुकुटी प्याकिङ हजुर बनाएर पनि दिन्छु। त्यसपछि बेलुका खाना पकाउने बेला भएर ड्याडी तरकारी छिल्न लाग्नु भयो। यति के भन्न पाएको थियो, एक कप सुकुटी अर्डर आउँछ र बनाएर दिन्छु। त्यसपछि दिनभरि काम गर्दा एकदमै थकाएर भोक लागिरहेको थियो, जो कि मेरो अनुहारमा हेरेर पनि थाहा पाउन सक्नुहुन्छ सन्चो छ कि बिसन्चो छ भने। अर्को काम भनेको हजुरहरूलाई थाहा भइसक्यो होला, भिडियो हेरेर अस्कन र मस्कन काम मेरो भइरहेको हुन्छ। तर के गर्नु, जति गरे नि धुनै पर्छ गर्नै पर्छ। मिडल क्लास फ्यामिली एकदमै गाह्रो छ गरी खानालाई। अहिले पनि रातिको 12:30 बज्न लागिसक्यो तर भिडियो एडिट गरिरहेको छु। कतिखेर सुत्ने थाहा नै छैन। बोल्दा नै एकदमै निन्दा लागिसकेको थियो। आफ्नो ख्याल गर्न होला, हाँसी खुसी जीवन बाँच्नु होला भन्दै मेरो 2 शब्द यहीँ टुङ्गाउँछु। भिडियोलाई अन्तिम समय दिएको धेरै धेरै धन्यवाद। आजलाई यति सी अगेन नेक्स्ट भिडियो एन्ड बाई।